एउटा कुरा चाहिँ के ख्याल गर्नुपर्छ भने नि मित्रहरू, अरूको गल्तीबाट सिक्नु भनेको चाहिँ साह्रै सरल र सस्तो विधि हो। यो तरिकाबाट हामी बिना खर्च नै सिक्न सक्छौँ। तर आफ्नै गल्तीबाट सिक्न चाहिँ धेरै महँगो पर्छ, धेरै मूल्य चुकाउनु पर्ने हुन्छ, त्यो सारा चिज आफैले भोग्नुपर्ने हुन्छ। त्यसैले जीवनमा हामी सबै चिज आफैले भोगेर आफैले गरेर मात्र सिक्छु भनेर जिद्दी गर्नु पनि हुँदैन क्या। सबै चिज आफ्नै अनुभवले आफैले गरेर सिक्नको लागि यो जीवन हामीले सोचेको जस्तो लामो पनि छैन क्या। यो एउटै जीवनमा हामीले सारा चिज आफ्नै अनुभवबाट आफ्नै चाहिँ कामबाट हामी सिक्न सक्दैनौँ। त्यसैले यो जीवनमा हामीले अरूका गल्ती आफ्नो गल्ती, अरूका अनुभव आफ्नो अनुभव, अरूका सफलताको कथा र आफ्नै सफलताको कथालाई पनि सँगसँगै लान सक्यौँ भने चाहिँ हामीले जीवनमा धेरै कुराहरू सजिलै सिक्न सक्छौँ। सबैको जय होस्।